everyone, welcome back to my channel. Hello everyone, welcome back to my channel. This is me Sabina Chitrakar. Sabina Chitrakar. हाम्रो त्यो त कस्तो जनाइ लाग्छ भरे चाहिँ खास गरी हाम्रो जोजनका हो है सरी एकादशीमा लगाउँछ लामो भएको के हाम्रो लामो लाउँछ गर्दैन यति लामो लाउँछौ हो कि हाम्रो घर काटी छोटो भयो मैले अलि लामो बनाएको हो कि कस्तो देखेको यो मेरो ठिक्क देखेछ अनि आज हामी घर मलाई यतिकै ठिक छ मैले ब्राजिलको जर्सी लगाएको छु अनि आज हामी गर्दैछौँ आज हामी गर्दैछौँ ल फुटिहाल्यो त्यस्तै आज हामी गर्दैछौँ मसिपोका रिभ्यू मसिपोका अनबक्सिङ मसिपोका सरी हामी चाहिँ मसिपोका भन्छौँ अनि त्यसपछि बिहाइन्ड द स्टोरी जुन चाहिँ हजुरहरूलाई इम्पोर्टेन्ट छैन म तपाईँहरूलाई भन्छु है हामी चाहिँ सानो बच्चा हुन्छ सायद 7-8 वर्ष हुँदा होला है त्यो बेलादेखि नै चाहिँ पनि सानो नै थियौँ अनि हाम्रो चाहिँ किराना पसल छ अनि त्यसपछि हामीहरू चाहिँ पहिला चाहिँ के हुन्थ्यो भने पहिला चाहिँ गाउँतिरबाट धेरै मान्छेहरू पसलमा आउनुहुन्थ्यो नि यत्रो लामो प्याकेटमा यत्रो त्यो चम्ची पाउनुको कस्तो सानो प्याकेट हुन्थ्यो नि यत्रो प्याकेटमा फुकाल्दै मसला बनाउनु पर्थ्यो अनि एभ्री टाइम तिहार चाहिँ किन एक्साइटेड फिल हुन्छ नि अब चाहिँ घरमा मसला बनाउनु बेला भयो है पसलको लागि यति मसला यतिजनाले बनाउनु पर्छ यति गर्नुपर्छ भन्ने हुन्छ अनि त्यही भएर नि हाम्रो लागि चाहिँ टायरिङ हुन्छ थाहा छ बट स्टिल इन्जोय पनि गर्छौँ है हामी धेरै नै अनि हामीसँग छ यहाँ कोसेली हाम्रो कोसेली यस्तो राम्ररी डब्बाभित्र राखेको छौँ आई लभ अनर्सा है मलाई धेरै स्विट्स मनपर्छ अनि त्यसपछि गिफ्ट हामीले कति खाइसक्यो मैले अझै धेरै मेन्ली छ थ्याङ्क यू सो मच थ्याङ्क यू मलाई त मिठो लाग्छ मिठो मलाई धेरै खुसी मलाई पनि मिठो लाग्यो हामीलाई मनपर्छ भनेर ल्याइदिएको उसले किनकि हाम्रोमा बनाउँदैन नि त अनर्सा अनि त्यही हो अनि हामीसँग छ 4टा प्याकेट विच इज अल फ्रम ड्याडीको 3टा अनि एउटा बाबुको होला है भाइले चाहिँ 2टा खाइसक्यो 2-3टा एउटा चाहिँ कम भयो किनकि दिदीको आफ्नै पनि अनि कि हाम्रो आफ्नै निनी चाहिँ आउनु पाउनु भएन त्यही भएर अनि त्यही हो ल अब हामी अनबक्सिङ गर्नु फर्स्टमा गरौँ क्या यो ल प्रिटी थिङ्स फर्स्ट यसरी खुट्टा बोल्छ राम्रै कुरा ड्याडीको भाइमा चलामा हामी रमाइरहेछौँ कि हामीसँग झिलझिरी पनि छ लाइटर पनि छ हामीले अस्ति स्काई रकेट नै चलाएको है वी वर सो एक्साइटेड कि हामी चाहिँ ल गरेछौँ भिडियोमै मेनली चाहिँ म चाइल्डिस मैले गाडी खाएँ भाइबाट त्यही भएर त्यस्तो तिमीलाई यो भिडियो देख्ने बित्तिकै त्यो टिकटकको एउटा इन्ट्रेस्टिङ मसिपोकाको याद आएन फर्स्ट बाइट खाएँ ल स्ट्राइक लाग्ला नि फेरि ओ सेलेन्स है तर यो राम्रो प्याकेजिङ भएर अब त्यसो भए नट्सहरू चाहिँ यसमा राख्नु सो प्रिटी प्याकेजिङ है तर यसको त मलाई चाहिँ सबसे धेरै हाम्रो यो बकेट मनपर्छ कि हामीसँग पहिलाको पनि छ एउटा अनि वी आर युजिङ इट सो नाइसली कि हामी त्यो क्लिप्सहरू काँटाहरू अनि त्यसपछि काइयोहरू अनि उहरू राख्छौँ त्यसमा वाउ कस्तो प्रिटी देख्यो ल तिमीले 3 मात्रै खाएको है गर्छौ त लाउँछ ल तिमीले के खान्छ ल किटक्याट फेरि हस्यो के हो म्याटो फ्लोरिस्टा I don't know what is this but flower la wow so pretty रहेछ है राम्रो फेरि अर्को पनि बदमा मेथीमा के तेजिलो हुने भयो ओ नाइस आइडिया है हाम्रो जस्तै नाइस दिस इज कटिङ चाहिँ मलाई कति धेरै मलाई चाहिँ त्यो भगवानको प्रसादहरू एकदम धेरै मनपर्छ अनि यो पनि वान अफ द प्रसाद हो नाइस आइडिया तिम्रो नाइस आइडिया लाग्यो कस्तो राम्रो अरे आइडिया कस्तो स्टाइलिस चक्लेट दिस इज सो डिफ्रेन्ट है यो चाहिँ अलिकति डिफ्रेन्ट रहेछ यो चाहिँ सिमिलर टु हाम्रो पसलको है प्रायः चाहिँ सबै हाम्रो पसलको जस्तै नै हो कति धेरै चक्लेट है तर बम नै रहेछ एउटा 2टा 3टा अब यो सबै चाहिँ के भन्छ अरे त्यो गरम मसला अनि ओखर छ अनि नरिवलहरू छ एउटा के भन्छ चाहिँ म यो काटी चाहिँ हाल्छु पनि खाऊ म उखाइरहेछु कि यता फेरि प्याकेजिङ गर्छु है फेरि सब ओसिन्छ यो त
यो ऱ्यापरले नै यस्तो गर्नु हैन यसलाई उतो बट्टामा राखौँ सल्ला we have so many बट्टा के if you want we'll provide freely अब यसरी हामी सबै यही राखिदिन्छौँ त्यो राम्रो नदिन्छ राख्नु हुन्छ What is this? Oh, Piplamate! Duita. एउटा मलाई एउटा Wow! होइन तिमी एउटा हो भाइलाई एउटा देऊ Childhood guys, Piplamate. I don't know यसलाई के भन्छ तर Piplamate भन्नुहुन्थ्यो फिनिश हामीले फिनिश गरिदिया एउटा चाहिँ अहिले धेरै भयो है नट्सहरू नरिवल किसमिस सबै छ अनि यो चक्लेटहरू चाहिँ एउटा अर्को बट्टामा राख्छ अनदर डब्बा यसमा चाहिँ हामी चक्लेट राख्छौँ आई थिङ्क यसलाई पनि यहीँ राख्दा पनि यो त प्रसाद पनि काम लाग्छ क्या यो चिनी त कति चाहिँ भइहाल्यो ल चाइ एउटा दुईवटा चक्लेट यहीँ राख्यौँ ला कसले सकिने होस् त्यो अब नेक्स्ट पालो पखाउन मगाउँछ तिमीले अघि तिम्रो पालो म यहाँको यसले गर्दा हाम्रो लाइट गर्छु ल प्रिटी प्याकेज जस्तो तर है नाइसहरू नर्मल तिहारमा मान्छेहरूको चाहिँ नरिवल दिनुपर्छ स्पेसली बाहुनहरूको होइन हाम्रो यहाँको मसिनमा पनि सो बिग नरिवल रहेछ है हेर्नुहोस् प्लास्टिकको सत्याना चाहिँ तर एकैछिन हाई I think I need something to cut it out. मलाई च्याट्नै सक्दैन के हो मलाई होइन मैले चोको पाई देखो केमा गइरहेछ चक्लेटको बट्टामा but I don't like KitKat. I love KitKatहरु तिमी राख है अरु चाहिँ मैले तिमीहरु राख है अरु चाहिँ मैले जान्छ आया म त धेरै दिन बाँकी छ जानले सबैलाई त छिटै जान्छ त्यही भएर भन्दै छु यो चक्लेट्स नरिवल एज आई टोल्ड यो चाहिँ तर पर्सि दही चामल खानेले काम लाग्छ स्याडली हामी चाहिँ तर खै यति मलाई पाउँछौँ कि पाउँदैनौँ खानै छैन नाइस आइडिया क्या तर पिपुल आर सो क्लेभर दिस डेज होइन त्यो मसिपोकामा राख्यो भने त्यो पग्लेर नराम्रो हुन्छ भनेर प्याकेजिङ चाहिँ नाइस आई गेस अब सबै चोक्लेट नै जान्छ होला यहाँ चाहिँ चक्लेटहरू रहेछ स्मल चक्लेटहरू यति रहेछ यहीँ राखेँ यसलाई पनि लेसपुटी छ तर यस्तो मिलाएर छान्नुपर्छ हुन्थ्यो है मकैको फुल आई लभ अब मेरो टर्न हामीले केही झेल गरेको छैनौँ है तर कन्टिन्यू म त्यो झिल्छिँदै गर्छु यहाँ त फोर सबनाले देखाएपछि मैले देखाउँछु ओ आई फरगट टु वेयर माई ब्रासलेट आज हातमा यो चक्लेटको बक्समा गयो तर तिमी झिकाल्यौ बिस्कुट टाइगरवाला समन लभ टाइगर बिस्कुट यार आई लभ मलाई सबै थोक मनपर्छ मलाई पसलमा खाने बानी लाएर होला है चक्लेट होस् बिस्कुट होस् भोल्क्यानो दिस इज भोल्क्यानो अलरेडी फुल अफ डिब्बा थियो ओ माई गड अझै बाबुको पनि 2 प्याकेट खोल्नु भएको भए त हामी तर बाबुको थियो नि त्यहाँ भुइँ उनीहरू देखेन तिमीले भाइले त्यो खोलिसकेको क्या त्यो भएर ए अनबक्सिङ भएन अलिकति भन्दै अनबक्सिङ भएन किनकि भाइले अलरेडी नै झिकारेर सब खाइसके सबै चाहिँ खाइसक्यो होला अनि उतै बाँकी होला त्यहाँ चाहिँ फ्लेभर नो मिक्सी प्याकेट त्यो चाहिँ नो मिक्सी प्याकेट इन्ट्रेस्टिङ है तर यसलाई मिक्सीलाई पनि बाहिर निकाल्नुपर्छ पग्यो झन्डै मैले अर्कोपट्टि बक्समा चाहिँ हाल्दै यसलाई पनि यहाँ निकाल्नु ल अब चाहिँ सबै अरू टाइपकोहरू हो यो चाहिँ हामी सबै यहाँ हालिदिन्छौँ मलाई ऱ्यापर प्लास्टिक कति धेरै मनपर्छ त अनि त्यही भएर त्योहरू सबै पर्सि दही चामल खाने दिनलाई काम लाग्छ यस ल अब हजुरहरूलाई देखाउनु हुन्थ्यो हाम्रो देवीघाटको एकादशी जात्रा दही चामल खाने दिनको पर्सि सायदले सबिना एक्जाम दिनु जान्छ त्यो दिन मेरो पनि प्रोटेस्टले राखेको एक्जाम छ सो आई निड टु गो एन्ड ब्याक म चाहिँ सकेसम्म भ्याएसम्म त्यही दिन फर्किने ट्राई गर्नेछु तर प्लान छिटो बनाउनु हुँदैन किनकि प्लान फ्लप खान्छ सो लेट्स ह्याभ प्यासेन्ट अब के हुन्छ देखा जाएगा स्याडली मलाई अहिले चोकोमा नै मन पर्दैन क्या तर पहिला जस्तो धेरै अलिक इन्ट्रेस्ट लाग्दैन मलाई
आई थिङ्क हामीलाई हरेक प्याकेजिङमा चोकोपाई परेको छ है चोकोपाई नै चोकोपाई छ यो चाहिँ अर्कै फ्लेभरको हेर न Oh, what is this? Mini Asmula guys, look at this. यो चोकोपाई चाहिँ ट्राई गरिहाल्न मन लाग्यो मलाई तर ठिक छ अहिले अलि पेट अलि टाइट छ अघि नै एउटा हामीले कन्टेन्ट सुट गरिसक्यौँ क्या हजुरले पनिसमेन्ट नै हेर्न सक्नुहुन्छ यो चाहिँ के यो भन्दा नि मलाई भित्र राखिदिन्छु राख्नु हुँदैन हामीलाई वाट इज दिस यो चाहिँ के हो मलाई थाहा नै भएन कि राख्नुपर्छ अरे भाइ मसलामा यो नेसेसरी हुन्छ त्यही भएर किनेर ल्याउनु हुन्छ अरे के मसला बनाउनेहरूले यो चाहिँ भाइ मसलाको मसलामा छुट्नु हुँदैन अरे अनि हाम्रो मसलामा चाहिँ किन राखे त अनि हामीहरूकोतिर त पसलतिर बेच्न ल्याउँदैन त्यहाँ चाहिँ हामीहरूको उ गर्दैन त्यहाँदेखि हामीहरूको चाहिँ पसलमा बनाउनेमा चाहिँ राख्दैन मतलब ब्राह्मीण कास्टहरूको चाहिँ हुनै पर्ने हो यो आई डोन्ट नो कसको कास्टको हो तर हुन चाहिँ पर्छ सरी बट स्टिल त्यो पसलबाट होल प्याकेजिङ लिएर आउनेको चाहिँ हुन्छ होला तर हामीले चाहिँ क्वालिटी ओभर क्वान्टिटी बनाउँछौँ पसलमा आफैले नै बनाउँछौँ रेडिमेड ल्याउँदैन त्यो राम्रो त्यस्तो हाल्दैन वाट इज दिस मलाई थाहा छैन ड्याडी मम्मी नि पसलमै हुनुहुन्छ त्यही भएर हामी सुन्न नि अहिले थाहा छैन म अभियसली यो के हो भने चाहिँ म जान्ने कोसिस गर्छु कस्तो इन्ट्रेस्टिङ चक्लेटहरू त्यो हामीले बच्चा बेलामा खाने जस्तो चक्लेटहरू अब चाहिँ सबै नर्सर भएको मिस्त्रीले गर्दा अरू पनि बिग्रिन्छ किनकि यसमा अलिक कमिलाहरू चान्स हुन्छ अरू चाहिँ सबै हामी अर्को बट्टामा गयो हामीले सबै दुइटै बट्टाहरू भरियो प्लास्टिक भयो हाम्रो सबै है यो मिर्ची र चिनीलाई चाहिँ खान राख्नु पऱ्यो प्लास्टिक बन्छ सुगर मिर्ची चिनी स्विट्स मेरो चिनी यतै हो फुल हो गया दो चिल्लो छैन यो भित्र ए अघिको त्यो प्लास्टिक तल टाँसेको के भएन डेरीहरूको मसलाले हामी खुसी भइरहेको छौँ के अझै बच्चा हुँदा त कति धेरै प्याकेजिङ आउँथ्यो अब ग्रो अप भइसक्यो हामी त्यही भएर अलिक कमाउँछ हामीलाई अनबक्सिङ टाइम स्पेन्ड त गर्छ नि हामी नि एयर च्यानल कन्टेन्ट मन पर्ने ल अब हामी प्याक गरिदिउँ भने त ल यो एउटा मेरो चक्लेटमा त झन् भित्कै लागेन मेरोमा पनि लागेन लाग्दै लाग्यो है गाइस अब मैले पनि लगाउँछु यो उखान नभए लाग्थ्यो होला कि कस्तो छुट्टो पऱ्यो है प्रिटी उखान चाहिँ तर खाने कुरालाई पनि प्रिटी देख्ने म चाहिँ पागलै हो क्या फेरि फेरि पागल हो भन्ने बित्तिकै गाइस है हिजोको म हजुरलाई एउटा इन्सिडेन्ट बताउँछु हिजो हामी भर्खर हिजो हामी के त त्यो गाडीमा निनीहरूलाई पुऱ्याउन जाँदाखेरि एउटा बाबुले ब्राजिलको जर्सी थियो पेले रे भगवान के पुरा सिकमा गरेर ब्रोले त मोबाइलमा बिजनेस कटिङ 500 सब्सक्राइबर काट्नु पर्ने त्यसरी ल लाग्यो पनि किनकि मैले दुईटा अक्टर बाहिर निकाल्देँ वाट इज दिस यो कस्तो टेस्ट गर्ने हो मलाई मन पर्दैन मैले खाएको छु कस्तो हुन्छ यो खाऊ त मलाई त त्यो एउटा रुखबाट फट्याक झरेर झर्छ नि आफै त्यो एउटा बोक्रा जस्तो हुन्छ नि माथिबाट बिरालो साथीले अनि त्यो झर्छ नि त्यसलाई थिचेको कति है तर त्यसको गेडा पनि यस्तै त हुन्छ नि त्यो रुखबाट झर्ने फलको पनि सबै ओखरहरू चाहिँ हेर हुन सल्लाह पर्दैन यो तर हो है ओखर झिक्नु पर्यो यस्तो यसरी बट्टा प्याकिङ गर्नु न यसै गर्नु बट्टालाई ओपन ल्याएछ यसरी ओपन गर्ने यहाँबाट यसो गरेर अनबक्सिङ गर्ने हजुरहरू यदि इन्ट्रेस्टेड हुन्छ हाम्रो घरमा आउनु होला खानको लागि बट्टा छ है हामीले पुरै बट्टा राखेको छौँ धेरै बट्टा हो यु क्यान कन्ट्याक्ट अस फर मोर बट्टाज लाइक दिस तर यस्तो फ्री अफ कस्टमा हो है किनकि हामीले यस्तो राम्रो बट्टा त घरभित्र ल्याइसक्यौँ हामीले फ्री दिँदैन अरू बट्टाहरू फ्री अफ कस्टमा है वाउ लुक एट दिस मैले नयाँ बट्टा बनाएँ वाउ छुर्पी पनि रहेछ निन्दा ल्याउनु भएको है आई लभ ल त्यो चाहिँ सल्लाहले खान्छ छुर्पी चाहिँ अर्को नखामुला ढाडै दुखिसक्यो मेरो त यहाँ बदा मकैको फुल के हुन्छ यसलाई अन्त काजु खान्छ
मकैको कुरा के भन्छ? I love काजु. I don't know. मिठो हुन्छ तर आजभोलि कस्तो नुन अलि आउनु थाल्यो है. गुलियो धेरै आउनु थाल्यो है. पिस्ता क्या पेस्ता. अलि नुन रक्छु अलि त्यो हुन्छ नि मम्मीले भन्दा नुन पानी पकाएको थिएँ. त्यस्तै फिल आउँछ. मैले भर्खर नोटिस गरिरहेको छ सनाले त. अझै पनि स्ट्राइक हानौँ न. ला यो त ठुलो बट्टा रहेछ. वान अझै अर्को पनि छ है हामीलाई हाम्रो अर्को दाजुहरूको घरबाट आएको हामीहरूको पल्लो घरबाट. थ्याङ्क यू सो मच. टावरलाई उता राखिदिउँ अहिले है. टावरलाई चाहिँ हामीले पछाडि राखिदिन्छौँ. ल्याउ टावर यता ल्याउ. गिमी स्याहारले तिहार सकिसक्यो हामी घरबाट टाढिदिन आउँदैछ. मलाई दुःख लागिरहेछ. तपाईँहरूलाई पनि त्यस्तो दुःख लागिरहेछ होला है. हामीहरू त अझै पनि गएको छैनौँ प्रायः जस्तो. तिमीलाई थाहा मेरो साथीहरू गइसकेको हुन्छ हो. हजुरहरू सबैजनाले रमाइलो गर्नुभयो होला. अब घरमा रमाइलो. अर्को वर्षको तिहार ह्याप्पी तिहार एभ्रिवान. हाम्रो नेट सर्कल छिटो छ. अर्को वर्षको तिहार चाहिँ अलिक ढिलै परेको छ किनकि कार्तिकको 4 गते दसैँ परेको रहेछ. इमेजिन गर न अर्को वर्ष त तिमी अलरेडी ब्याचलर पास आउट म धरि 7th सेमिस्टरमा क्या. ओ माई गड मतलब हुन्छ नि लाइफ इतना ऊ हो गयो क्या. भन्छ नि त्यस्तै क्या. हामी कति छिटो ठुलो भएमै थाहै पाउँदैनौँ क्या. पहिला रमाउँदै जाने अनि पसलमा पनि बस्नु पर्दैन थियो. रेस्पोन्सिबिलिटी पनि कम हुन्थ्यो. रमाइलो भन्ने चिज मनमा छुट्टै हुन्थ्यो. अहिले टाइम अनुसार रेस्पोन्सिबिलिटी पसलमा बस्छ माथि किचनमा हेर यता घर सफा गर उता गर हुन्छ नि. त्यो रमाइलो त छ बट त्यसै रमाइलो सँगसँगै रेस्पोन्सिबिलिटी चेन्ज चाहिँ देखाउँदो रहेछ है. रमाइलो छैन चाहिँ भन्न मिल्दैन तर पनि रमाइलो सँगसँगै गाह्रो पनि हुँदो रहेछ भन्ने चाहिँ एक्सपिरियन्स गरिदिँदो रहेछ हामीले. तर रमाइलो भयो है योचोटि सबै दसैँ. योचोटि सधैँ रमाइलो भयो. सधैँ रमाइलो. दसैँ चाहिँ पानीले नरमाइलो होला जस्तो भएको थियो बट स्टिल रमाइलो नै भयो है. तर पछि पाहुनाहरू आउनु थाल्नु भएपछि झन् धेरै रमाइलो भयो. अब त फेस्टिभलको केही छैन है. मौका थियो एकादशीको त्यो पनि अब सायद बनाउन भ्याउँदैन मलाई. यदि नानी नभएर मैले क्याप्चर गर्न सकेँ भने त गर्छु तर म पनि त्यो बेला एकादशीको दिन नहुन सक्छु. सो त्यही हो. And that's a wrap up for this festive season guys. Hope you guys enjoyed. एकदमै रमाइलो गर्नुभयो होला. होप अर्को वर्ष पनि रमाइलो गर्नेछ. तिमी त बनाइहाल्यो कि क्या. सो त्यही हो. बाई बाई गाइस. Thank you so much for watching. Please don't forget to like, share and subscribe. Bye bye guys.